पिकनिक गार्डनमा बसेर मोमो खाने मोमो इज लाइफ मोमो इज मोमो सुरुमै फुल हेर्न पाउँछ भन्ने ठाने क्या हो मेरो फुल सेक्सपियर्स लेभलको स्पिच सुन्ने भयो लास्टमा हेरौँ तर हेलो गाइज बेसिकली आज स्विडेनबाट मेरो दाडीको बहिनी आउनु भएको थियो अनि उहाँलाई ठाउँहरूमा घुम्न लग्ने प्लान थियो अनि मोमो पनि बनाएको त्यसैले मोमो बनाएको प्लस घुम्न गएको घुम्न गएको भ्लग सुरु आज के भन्दैछ झोल मोमो बन्दैछ एन्ड भाइ थियो मैले यताको यहाँ धेरै धेरै कपाल आएको थियो त्यो कपाल फुलेको ह्यान्सी देखिहाल्यो यहाँ आएपछि ह्यान्सी देखिरहेको छ वाट पुट दिस यसमा के राख्नु हो किमा हो यो के को किमा यो पोर्कको मोमो आमा यो चाहिँ झोल हो यो चाहिँ मोमोको झोलमा के राख्नु भयो भने भन्नु न राखेको छु प्याज राखेको छु काजु राखेको छु मर्से बदाम नि बदाम राखेको छु ए बदाम होइन के हुन्छ त्यसलाई मुस्या पटमास अनि पिठो चाहिँ रेडी भइसक्यो होला मम्मी पिठो चाहिँ रेडी भयो पिठो मुछेर पनि यहाँ पिठो इज पर्फेक्टली रेडी हल्का यो उ छ क्या कडा छ क्या हैन अहिले नरम हुन्छ छोपेर राख्नु एकछिन बाहिर पानी परेर यस्तो राम्रो वेदर छ बाहिर वेदर त बाल जान्छ त वेदर बाहिर त पानी परेर पाक्न रेडी भएको छ पाकिसक्यो अब यसलाई ग्राइन्डरमा सर्र लगाएर मिक्स गरिदिने अनि त्यसपछि पानी राखिसकेपछि पर्फेक्टो हुन्छ पर्फेक्टो पट्रोनम अनि यो चाहिँ हाम्रो किमा ओके मम्मी हियर अब दिस इज रेडी सी दिस इज द बेस अफ मोमो झोल अब यसमा सबै मसला छ अब यसलाई मिक्स गरेर अनि पानी एड गरेपछि मोमोको झोल बन्छ कि ड्याडले चाहिँ भटमास भुट्दै हुनुहुन्छ मोमोको झोलमा भटमास पनि जान्छ है भटमासले त मिठो गर्ने होइन मोमो झोल यस मम्मीले फाइनली यता आएदेखि फर्स्ट टाइम होइन मोमो खान लाग्यो फाइनली आज मोमो तपाईँले देख्नुहुन्छ कि अस्ति हामीले खाएको यस्तो मिठो हुन्छ नि यस्तो मिठो हुन्छ नि फेरि आज तपाईँको बेलै नमिठो भइरहेको अरे कि पोखाइहालेछ कि के भन्छ हातै लोद्धर हात हामीलाई मात्र त्यस्तो भनिन्थ्यो जहिले हामीले पकाउँदाखेरि चाहिँ आफूले पकाउँदाखेरि चाहिँ काम गर्नेलाई त्यस्तो त भइहाल्छ नि भन्नास पनि राखिसकेको छ भुटिसकेको भन्नास पनि राखिसक्यो अब मिक्स यस्तो झोली टेस्ट आएर चाहिँ लाइक त्यो यस्तो भटमासी स्मेल आएर चाहिँ मोमो झोलमा त्यो भटमासको स्मेल हुन्छ नि सेम त्यो स्मेल आएर चाहिँ ओहो झोलमा अझै पानी थप्नुपर्छ अझै झोल बनाउनेलाई अझै झोल बनाउनु अब धनियाँ पनि राख्ने यतैबाट राख्नु न यतैबाट राख्नु मिलिहाल्छ नि धनियाँ इज डन धनियाँ पनि राख्ने अब चलाइ पनि भयो होइन अझै बाक्लो छ यार अझै यसमा झोल चाहिन्छ हल्का झोल अझै चाहिन्छ अलि पानी चाहिन्छ कि यसलाई किमा इज अल्सो रेडी मिक्सिङ भयो मम्मी तपाईँलाई थाहा छ हामी बिचरा जनावर मारेर खान लाग्छ तर मिठो हुन्छ बाइ द वे मेरो खाटको डाइरेक्ट बाहिर यस्तो राम्रो फुल हुन्छ के भन्नु म आए ल मम्मीले कस्तो बनाउँदो रहेछ ल हेलो भने हेलो मोमो टाइम मोमो बनाउनु चिकन मोमो ल कस्तो बनाउँदो रहेछ राम्रो ल अहिले हातबाट गर्न त्यति जाऊ त किन नाइफले हैन यो चाहिन्छ नि हल्का मैदा राखेर बेल्नु न इट इज रेडी ओइ बिग्रेला बिग्रियो क्या छैन ल यसो जुम गर्न पाइदैन है मजाले यसो जुम गर्न पाइदैन खै जसो वाला जुमले आमा राम्रो छ यार हामीले अस्ति बनाउँदाखेरि पेस्तो या के भएको थियो मम्मीको नि राम्रो रहेछ तर तपाईँको सानो भने हो नि खै मम्मीको सेकेन्ड वाला कस्तो भएछ खै म जज गर्छु नि वाट इज दिस अब म भिडियो खिच्छु अनि तिम्रो बनाऊ सानो भयो के तपाईँको जज गर्छु ल खै म एउटा बनाउँछु कति राख्ने यो त्यो टर्न अफ भरे राख्यो भने त्यो डल्लो गर्ने गाह्रो हुन्छ यस्तो होइन यस वाह हो नि ठ्याक्कै भए आउँदैन कि आउँदैन भन्दै आउँदो रहेछ त नि भइहाल्यो नि त अब भने चाहिँ मोमो पसल खोल्नेवाला छु मैले खै कसको खै कम्पेरिजन यो कसको यो मम्मीको हो ए मम्मीको राम्रो रहेछ मेरो त प्रोफेसनल मेरो हेर्नु न हरेक मोमोको भित्र यो राख्ने बट्टा होइन यो एउटा राखिसक्यो अब यो पाक्दैछ पाकेपछि त्यहाँ 1 2 3 4 5 ल मोमो इज फाइनली पाकिङ
पाक्यो अर्को उ राख्यो टेस्ट गरेर हेरौँ पिठो बनाएको पनि पर्फेक्ट छ एउटा फुट्ने यताउति भनेको छैन फुटाएन है साँच्चै एउटा पनि फुटाएन आमा लभली आहाई फाइनली Mama is ready. How is the soul? मेरो टिचर Oh, झोल मिठो। इंग्लिश टिचर अब मिस्टेक्स निकाल्न फेरि 20 वर्ष पोल्छ होला पोल्छ होला तर झोल त चिसै छ नि हैन अँ पोल्छ बिस्तारै कस्तो रहेछ त फिडब्याक perfect 10 on 10 on 10 11 okay oh my god खान त मन प्लिज टेस्ट ओके how's it कसमले यस्तो मोमो पाउँदैन साच्चै हो कसम यो नेपालमा बेच्दैन 150 मा बेचिन्छ के Michael, so I'm gonna try it. 200 बेचिन्छ रे Wow साच्चै मिठो छ के झोलले सबै मिठो के मिठो हो के दादी पर्फेक्ट है ह पर्फेक्ट मिल्छ है कस्तो हो नि त यस Fantastic. दिस इज हाम्रो विङ्स हैन खाना उन्नम मलाई जुवा सुरु भन्नु त एकचोटि हाम्रो जुवा अब सुरु हुन लाग्यो काट्यो खोला तास भन्नु न ल तास चल्दैछ जित्दै बेला मै जितेँ क्या फर्स्ट म्याच 18 मेरो प्रो फर्स्ट म्याच को जित्यो 4 स्वर्णिम 4 मैले जित्न दिएको 18 22 10 जित्न दिएको रे? 32 कति रे तिम्रो तर मार तिमीसँग थोरै छ बाबु अब बस गेम जिते पनि जर्माल अर्को दिन घरबाट निस्कियो अब हामी ओस्लोमा जानु लाग्यो अनि ओस्लोमा पार्क सार्कमा बस्ने पिकनिक सिकनिक गर्ने सबै खानेकुरा यसमा राखेको छ वी आर रेडी अहिले चाहिँ बसमा जानु लाग्यो डाइरेक्ट ओस्लो पुगेर भेट्छु अनि त्यहाँ घुम्ने ठाउँमा भेटौँला अहिले बसमा ट्रेनमा त के हेर्नु होइन यस्तो बस मुभिङ ट्रेन मुभिङको आउटसाइड द डोर ट्रान्जिसन आउनेवालामा छ 3, 2, 1 फोटो खिचेर अरे क्यामराम्यान फोटो खिचेर अरे पोज मम्मी त्यो फोटोमा आउँदै नआउने खुट्टा चाहिँ किन भाङ्गो गरेर तपाईँले अब चाहिँ आउँछ ट्रान्जिसन 3, 2, 1 ल फाइनली हामी ओस्लो पुग्यो ओपेरा हाउसतिर पुग्यो द्याट इज ओपेरा हाउस लाइक समुद्रको साइडमा एउटा ओपेरा टाइपको बनाएर त्यहाँ पुगेको छौँ पहिला यो पुरै समुद्र थियो अरे यो पुरै समुद्र थियो अरे यता समुद्र थियो अरे क्या अनि त्यही समुद्रको माथि बनाएको रह्यो फाइनली हामी ओपेरा पुगिसक्यौँ हेर्नु मम्मी के हो यो यस्तो झ्यालझ्यालबाट खसिरहेको क्या मान्छेहरू के भनेर यस्तो झ्यालबाट खस्यो अरे आर्ट वाउ यस्तो थाहा उकालो छ यार छ्या म त के भन्छ आज चिसो चिसो छ भने यस्तो मोटो ज्याकेट लगाएर आएको गर्मी भएर मन लागेछ यार के भन्नु त मम्मीहरू चाहिँ माथि चढ्दै यस्तो राम्रो सिन छ के भन्ने क्या यार उफ म यही ठाउँमा 3-4 चोटि आएछु होला तर आज वेदर कस्तो राम्रो कि है वेदर पनि राम्रो छ आज आएको एकदम रमाइलो पनि छ मलाई त फ्यामिलीसँग भएकोले भन्नु न फ्यामिली प्लस अनि अस्ति के विन्टरमा आउँदा नि फ्यामिली नै थियो तर विन्टरमा चाहिँ हिउँले गर्दा अलिक चिप्लो थियो कि जस आज यस्तो राम्रै देखिरहेको छ वेदर पनि राम्रै छ कि आज गर्मी पनि छैन चिसो पनि छैन मेरो कपाल पनि राम्रो देखिरहेको आज मैले यताको काटेँ क्या यताको खोले तपाईँ त एभरग्रिन कसम घुम्न आउन नमन पर्छ क्या मलाई त यस्तो राम्रो सिनमा मम्मीको यस्तो राम्रो फोटो खिचेको थियो मेरो चाहिँ 1 नम्बर फोटोहरू क्या फोटोहरू छ यस्तो नराम्रो फोटो खिच्ने क्या यार चाहिँ मैले त यस्तो पर्फेक्ट क्यामेरा एङ्गल यस्तो मिल्ने गरी ब्याकग्राउन्ड सेकग्राउन्ड सबै यस्तो राम्रो खिचिदिरहेको छु मेरो त घरि यात्रा घरि उत्र घरि लेफ्टमा घरि मोटो घरि पाटल क्या
जिसका डर था वही हुआ डैडी हैं? जिसका जिसका डर था वही हुआ पानी पानी पड़ने लगा साला पानी पर्ने लगा रे फिर एकचोटि बनाउँला जिसका डर था वही साला हुआ। पानी पर्ने लगा साला पानी पर्ने लगा म त काट्दैन म त यतिकै राखिदिनु यता हाम्रो खजाना छ खजाना दिस इज खजाना पपकर्न मोमो पनि ल्याएको है हामीले मोमो पनि ल्याएको है हामीले मोमो पिकनिक गार्डनमा बसेर मोमो खाने मोमो इज लाइफ मोमो इज मोमो लाइफ ह्याप्पिनेस इज नथिङ मोमो इज लभ मोमो इज ह्याप्पिनेस मोमो इज सोल मोमो इज सङ मोमो इज एभ्रिथिङ एन्ड एभ्रिथिङ इज मोमो त्यो पनि झोल मोमो आइ हाई घरमै बनाएको उफ त्यो पनि पोर्कको कस्तो राम्रो यार बाबु मेरो प्लिज ल आइसक्यो आमा ए यो ब्रो कति लभली ए ल यो त लङ्गडा पो परेछ सेट बिचरा मेरो भिडियो खिचिदिनु त प्लिज क्यामराम्यान हुनु मेरो हेलो चरा चरा कस्तो चुप्प लगाएर नउड्ने चरा रहेछ है यो चरा हेलो चरा फेरि एकचोटि हेलो चरा भन हेलो चरा हाई यसको त एउटा मात्र खुट्टा रहेछ यार सेट एउटा त रहेछ खुट्टा खोइ ए माथि लगिरह हो म त एउटा मात्र खुट्टा छ हटाउन त्यत्रो फोटोमा बल्ल एउटा राम्रो खिच्दिएको मेरो मैले बल्ल फर्स्ट टाइम एउटा राम्रो आयो कि हजारवटा फोटोमा एउटा राम्रो आयो कि त्यो पनि मैले जस्तो खिचेँ त्यस्तो सेम टु सेम खिचिदिनु भनेपछि मात्र एउटा राम्रो आएको क्या अरूको फोटो दिनु पऱ्यो भने आउँदैन के हो है जाउँ ए जाउँ आउँछ भने खोइ ल लिइसक्यो त ए यो भिडियो यही भिडियो रिमेम्बर वान थिङ यु क्यान नट डिफिट यर मदर इन डिबेट यस जे पाइथै लजिकको नाममा केही छैन यतिकै मसँग हरेक कुराको एन्सर छ लजिक नभए पनि एन्सर यहाँ मुखको टुप्पोमा अगाडि आइरहेको छ मेरो ऊ यता यस्तो गाडीहरूमा यस्तो स्ट्रिट फुड बेचिरहेको छ क्या यता चाहिँ हाम्रोतिर स्ट्रिट फुड यिनीहरूको चाहिँ यस्तो हुन्छ छिटाउनु मम्मी त्यो फाउन्टेनसँग फोटो खिच्ने रे त्यो फाउन्टेनसँग यो डाडी पिचिक गरेर हेरेर त्यो मोबाइल कस्तो पनि खस्यो जस्ट लुक एट द सिन्स के ब्रो आमामा टिचिङ दिस इज द फाउन्टेन पानी सफै रहेछ यार ओइ भी नै देख्दो रहेछ यार सफा रहेछ पानी त हेर्न आफ्नो फोटोसँग खिचायो फोटो खिच्नसँग खिचायो अब हेर्न मेरो फोटो एउटै नखिच्न गएको के भन्नु अब म वाह गाइज राम्रो मोबाइल नकिन्नु होला है सबैले फोटोको लागि मात्र युज गर्छन् इमोसन्स फिलिङ्स केही बुझ्दैन गर्मी भएर मर्न लागिसक्यो के गर्नु यहाँ सबै ल यसरी कोच्नु पर्छ ज्याकेट यत्रो मोटो ज्याकेट बेकार ल्याएर आएको यार ल दिस इज बाग यो बाग यता भएकोले नामै बाग चोक राख्दै होइन अब हामी यहाँबाट भेगलेन्स पार्क जाने त्यो पार्क छ नि पार्क 3 चोटि गइसक्यो होइन तर एकचोटि फुलहरू थिएन एकचोटि विन्टर थियो अब चाहिँ राम्रो हुन्छ त्यसैले अब जानु लाग्यो भेगलेन्स पार्क मिनिङ यस्तो नाङ्गो स्ट्याचुहरू भएको पार्कहरू क्या थियो नाङ्गो स्ट्याचुहरू किनकि नरेमा सबै ओस्लोमा पुरै नाङ्गो स्ट्याचु नै नाङ्गो स्ट्याचु मात्र छ स्ट्याचु पुरै नाङ्गो हुन्छ के भन्नु भाइ यिनीहरूको क्रिएटिभिटी हो पार्कमा जाने पार्कमा पुगेपछि भेटौँला ट्रान्जिसन 3 2 1 आई एम भेरी मेच्योर यो लाइनमा छ भने म मर्छ अब आइसक्रिम खाने आइसक्रिम लभली आइसक्रिम आइसक्रिम इज लभ इज आइसक्रिम इज सोल इज आइसक्रिम इज एभ्रिथिङ इज आइसक्रिम लभ इज लभ आइसक्रिम इज लभ आमा उफ पोएट्री स्वर्णिम शेक्सपियर ओहो यस्तो मिठो छ ड्याडी मेरो शेक्सपियर्स लेभलको पोएट्री सुन्ने हो आइसक्रिम इज लभ इज आइसक्रिम एभ्रिथिङ इज आइसक्रिम इज कस्तो दिस इज आइसक्रिम खाँदै समुद्र भ्यू आइ हाई लभली के कस्तो होला यार यो भर्खर अझै होला यार के हो यस्तो होला तर जस्ट भ्यू हेरौँ न भ्यू आइ हाई जुम टेस्ट है
यसो है कहाँ समुद्र चाहिँ आमा त्यो बिल्डिङ चाहिँ देख्नु रहेछ यार त्यो पहाडको त्यो क्यासल हेरौँ न एउटा खिचौँ है फोटो ल पहिला त्यहाँसम्म समुद्र थियो त्यो छ नि त्यहाँसम्म समुद्र थियो यो सबै समुद्रको माथि बनाएको यो लिटरली समुद्रको माथि बनाएको के यिनीहरूले समुद्र माथि 5 स्टार होटल बनाउनु थाल्छ कि हामी चाहिँ जहाँ अब एउटा रोड ब्रिज ओभरहेड ब्रिज बनाएर पानीले घुमाउने गोला रे पानीले घुमाउने गोला राख्दछ मान्छेहरू आएको छ हेर्छ लिटरली के टेस्टी हो के तर पनि त्यतिलाई नै यत्रो राम्रो कमर्सियलाइज गरिसकेपछि मान्छेहरू आउँछ हाम्रोमा जतिसुकै राम्रो भयो नि मान्छेहरू आउँदैन सो वाट इज भ्याल्यु भ्याल्यु इज नथिङ शट द फक अप बाई बाई दिस बिल्डिङ इट्स अ नोबल प्राइज दिन्छ नोबल पिस प्राइज दिने बिल्डिङ यही हो म छिर्न लगाएको छु किनकि मैले पाउँछ अब ओ माई गड वाट इज दिस लभली ल फाइनली पुग्यो यस्तो राम्रो ठाउँमा लभली ठाउँ यी नाङ्गो नाङ्गो मूर्तिहरू क्या सबै नाङ्गो नाङ्गो मूर्तिहरू यो भिगल्यान्ड भन्ने मान्छेले बनाएको रहेछ त्यसैले नामै भिगल्यान्ड पार्क भनेर राखेको रहेछ क्या फुलहरू हेर्ने बनाएको त सबै फुलहरू सबै झरिसकेको छ यही एउटा भाग छ यार फितुर आए कस्तो राम्रो है कस्तो राम्रो है मम्मी ठाउँ अब हाम्रो खाने पार्टी सुरु हुन लाग्यो खाने ल के हो विङ्स बफलो विङ्स यो के हो समथिङ पपकर्न कोक मोमो खै मोमो मोमो buffalo wings sausage ल एभ्रिथिङ इज खाना सकिङ एभ्रिथिङ इज डन अब हामी बोटानिकल गार्डन भन्ने ठाउँ छ अरे त्यहाँ जाने रे अनि त्यहाँ हेर्ने रे अनि त्यहाँ फेरि खाने रे मेरो त कलर टाइपको रहेछ रेडिस कलर Michael Jackson like bro my social anxiety could bro my social anxiety could never oh my god finally dialogue delivered यति भन्नु मैले थरी टेक my social anxiety could never bye बल्ल भयो भन्नु त तपाईँ My social anxiety could never. My social anxiety. Botanical garden we have arrived. म त बसमा सुत्दै आएको सुत्नसँग सुतेर बसमा हामी फाइनली बोटानिकल गार्डनमा पुगिसक्यो ओ माई गड कति राम्रो फ्लावर ल यसको पनि नाम रहेछ के हो नाम समथिङ हामीलाई त घाँस त फाइनली बसबाट झरेर घर एरियामा पुगिसक्यौँ ल कन्क्लुजन गर्नु प्लिज everybody bye guys bye यसरी हामीले ओस्लो घुम्ने कार्यक्रम यही समापन गर्यौं bye